आज आज ओएबी टिभी गइदिने हो ओएबी टिभी गइदिने हो मेरो गर्लफ्रेन्डले हजुरको लाइभ नहेर छाडा बोल्छ यो दाई भन्नुहुन्छ दाई तर हजुर डेली म छाडा बोल्छु अनि त चाहिँ तेरो गर्लफ्रेन्डसँग खाटमा सुतेर ल्याम्की ल्याम हान्दा चाहिँ त्यो चाहिँ छाडा होइन ऊ चाहिँ छाडा होइन मैले यहाँ के बोले मैले बोले चाहिँ तँलाई छाडा लाग्ने तर त राति गएर गप 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 तेरो चिक्सलाई दिँदा चाहिँ त्यो छाडा होइन त्यो छाडा होइन त्यसरी सम्झाउने गर यही हो कस्तो यत्रो मुजी लाडको एल लेखेर बसेको Yeah, I'm a YouTuber. Yeah. Where are you guys from? You from India? We are from Nepal. अनि म पनि नेपालीबाटै हो नेपालबाटै हो त हौ फुच्चेहरू के भयो फेरि यार हजुर नेपालबाटै हो त नि म पनि अनि जापानिज झागाले झरेको म हो र होइन मलाई कतिले भनिरहन्छ जहिले उठे पनि एउटै दिन फिल हुन्छ अनि सुन्न पनि मन लाग्दैन के भयो गाइस ए जङ्गलको भूत म झापालिस नै होइन भाइ मलाई सबले त्यस्तो देखिन्छ चाहिँ भन्छ पहिलेबाट अनि मैले पनि यसो अनि ए ल भनेर म पनि बिग फ्यान हो नि भाइ झापालिसको म पनि बिग फ्यान हो भाइ झापालिसको ऱ्याप यसले मलाई ऱ्याप गाउन लाउँदैछ अब यहाँ हो लु भाइ तँ चाहिँ के गान तिमीहरू एकछिन तिमीहरू त्यहाँ 4 जना 5 जना छेस हो कतिजना हजुर तिमीहरू त्यहाँ 4 जना 5 जना छेस होइन जो कोहीसँग केही स्किल छ कि छैन गाना गाउने ऱ्याप हान्ने नाच्ने के गर्ने उडेर पाद्ने हावामा जे पनि भाइ स्किल्स एउटा अब त्यो साउन्ड चाहिँ बन्द गरे साइडमा त्यो लाइटको तर ओके केही छैन अब फेरि मलाई मेरै लाइट देखाउँछ हेरिरहेको छु त भाइ मै हो त त्यो मोमेन्टमा एकछिन बस्न सबैजना बोल्छ एकछिन बस्न चिल लु दाइ म गीत गाइदिन्छु रोक्नु हो भाइ तँ एउटा बोल्छ भाइ त्यो कतिजना बोलेको यार 5 खतरा गीत गा 15 भाइ विनरहरूले 1500 पाउँछ नि फेरि तिमीलाई थाहा छैन विनरले 1500 पाउँछ भाइ वाक्कै लागिसक्यो कहिलेसम्म यस्तै हो जहिले पनि उठे पनि एउटै दिन फिल हुन्छ त्यो होइन त्यो स्किल्स होइन भाइ कि स्वर राम्रो कि नाच्ने राम्रो म नेता भयो भने सबैलाई फ्री सुविधा ऊ त्यो पछाडिको त्यो हरियो लगाउनुले यसले चाहिँ हावामा यस्तो हावामा भाइ त उडेर यस्तो हावामा हुँदाहुँदै पात्नु सक्छस् हजुर यो हरियो लाउनेले पात्नु सक्छ जस्तो लागिरहेछ मलाई यस्तो उफ्रेर हावामै पात्न क्या गर्दै त भाइ एकचोटि उफ्रेर हावामै पात्दै त लगाइस राम्ररी बस्ती मेरो भाइ US heavy black heart ओहो कस्तो के हो यस्तो मुस्कुराइदिएर कहाँ हाँस्दै ओए जापालिस जस्तै छ त यार जापालिस जस्तै छ भनेर मलाई धेरैले भन्छ ओए जापालिस जस्तै छ हेर्न तेरो बाउ हो तपाईलाई भनेको होइन है ए म त झन्डै तिम्री आमा भन्दिन आँट्दै थिएँ सेम जापालिस जस्तै यार कहाँबाट हो तिमीहरू मलाई कतिले भन्छ यार खोइ को हो जापालिस भनेको चाहिँ बोली पनि त्यस्तै रहेछ जापालिस भने थाहा छैन मलाई धेरै बाहिर बसेको म चिन्दिनँ नेपालको प्रायः म कोही चिन्दिनँ एउटा चिन्ने भनेको मैले बालेन मात्रै हो कत्रो बिटी दिएको यार यो मान्छेले के हो तिम्रो अनुहार त पुरा यार तिम्रो अनुहारमा त के हो त्यो ऐना जस्तै त्यो टल्किरहेछ के अरे ल के अरे भन्दै काट्दियो ए हाम्रो खोइ मेरो मोबाइल ला मेरो मोबाइल ओइ यो दाइ यहाँ रहेछ भाइ आयो के छ यार कान्छी दाइ चिन्छु यार म ए हो बिला हो नि त अनि टिकटकमा देखाएको थिएँ यार दाइ मैले हजुरलाई हो हजुर बिला हो नि त अनि म त नि जोत्न रमाइलो गर्न आएको अनि
झापाले सम्झिनु के होइन रे चुप लाग न भने एकछिन त्यो साइडमा को बोलेको त्यसले एक झापड हान त कति बोलेको त्यो एकजनाले बोल्नु दिएन भाइ त्यहाँ ठुलो मान्छे बोलिरहेको बेला बिचमा आएर भाइ कसरी यादै थिए भने मैले देखाएको थिएँ हजुरलाई टिकटकमा ए हो कहाँ हो काजी तिमीहरूको घर कहाँ हो कतिजना छ मान्छेहरू पछाडि को हो लजालु स्वभावको पछाडि झापा हो झापा झापा कहाँ झापा भाइ त पछाडि हुने पनि त पनि भाइ यार त पनि गान्डु नै रहेछ यार भाइ त्यो लाइभमा गएर चुप लाएर भिडियो डाउनलोड गर्न भाइ त्यो फोटो खिच्नु साटो बोलेर त्यही भने कसले यहाँ आइसके उमे बस्नको लास्ट युनिट गर्छ यसलाई त म कान्छा तँलाई नि तेरा तेरा साला राणा पिसाद यो चाहिँ भन्नुहुन्न त्यो एकछिन ब्रो गिटार सुनिदिउँ यार एउटा सुनिदिउँ कसलाई सुनिदियो एकचोटि गाना सुनिदियो सुनेरै मात्रै जाने म त सुनेरै मात्रै जाने म नसुने त म जाँदै जान्न गाना अनि ए राडी गाना हो अब साँच्ची नभन् न गाना सुन्दैन भाइ गाना सुन्दैन भाइ गाना सुन्दैन भाइ दामी गाना गाउँदा भाइ दामी गाना गाउँदा भाइ आज उल्का Give it up for हाम्रो भाइ Instagram छ तेरो Instagram हजुर Instagram छ Instagramमा लु मलाई एड गरेर मलाई मेरोमा एड छ कि छैन 1522 भाइ यसमा एड गर यसमा मलाई मेसेज पठा तेरो आइडी पनि देखा तर पहिला मेरो नाम पढ्नु यहाँ बोल्दा पठा भाइ त्यो अब त डेन्जर अब त्यो खतरा अब नेपाल गट ट्यालेन्टहरुको त अब गएको हैन कि तर मन खुसी भयो भाइ तैले मन खुसी बनाइस् भाइ मेरो च्याट पनि खुसी भयो भाइ लाइभमा हो तपाई लाइभमा हो भाइ पछि गएर हेर्नु क्या लाइभ त्यो छोड न अहिले नहेर अहिले इन्स्टामा मलाई मेसेज पठा त ल यार नभए इन्स्टाको तेरो आइडी देखा त म तँलाई मेसेज पठाउँछु भाइ म पक्नै यही हो मेरो आइडी मलाई अहिले फलो गर्नु हैन म अहिले फलो ब्याक दिन्छु अब अहिले खोइ कुन हो यो आइडी भनेको चाहिँ मैले देखिन त कुन आइडी ए यो युगल आले मगर फेरि अब तैँले भाइ अब फेरि अरू पनि आउँछ नि त अब त्यही नाम बनाएर एकाउन्ट बनाएर हो दाइ म हो त्यो मान्छे भन्यो अरे यहाँ त खिचाएको छ त अस्ति एकचोटि फसिसकेको भाइ एउटालाई दिनुपर्ने पैसा अर्कोलाई गएको छ फर्स्टको हो भाइ 3टा फोटो भएको हो यही जस्तो लाग्यो गिटार ड्रम पियानो सानो के भएको हो त्यो एउटा मूर्तिको अगाडि बस्यो कि म हो त्यही यही हो ल भाइ यो के अरे मैले तँलाई मेसेज पठाएँ त ए फलो गर्नुपर्ने आमा मेसेज पठाउँदा ल तपाईको त मैले सब्स्क्राइब नि गर्यो के ल भाइ तँलाई मैले गरिदिएँ ल भाइ फलो ल भाइ गरिदिएँ मैले फलो अब म त मेसेज पठाउनु मिल्ला नि त यु क्यान मेसेज दिस प्रोफाइल अनलेस दे फलो यु अरे ल फलो गरेर मलाई मेसेज पठा भाइ मेसेजमा के अरे नाम नम्बर अनि ब्याङ्क डिटेल पठा ल भाइ 1500 जितिस भाइ
म च्याटले ओभर मन परायो हो गाना एकदम खुसी भयो क्या हाम्रो मन खतरा स्वर चाहिँदैन क्या गाना रमाउनलाई तर सुरिलो राम्रो स्वर थियो म पनि खुसी भएँ च्याट पनि खुसी भयो ल भाइ पछि भेटौँला ल मेरै साउन्ड आइरहेको रहेछ अनि मेरो के छ बुथुरीहरू यसो हाँस्दै न के भन्नु त भन्दैन ल सेट के बोल लु किन अनुहार लुगाएको क्या कस्तो फेरि अब यार हल्का हल्का हुन नसकेको ऱ्यापर जापानिज छैन हजुर हुन नसकेको झापालिस झापालिस नै हो के छ कान्छी हो कहाँ हो त्यो काट्ने काम नगर न एकछिन कस्तो यार यस्तो गरेर मैले यस्तो गरेर क्या साइडबाट यति चाहिँ देखाउनु पर्ने क्या यस्तो क्या यस्तो मेरो साथीसँग छु यहाँ गाइस रेकर्ड गरेर हो कि भनेर हो के ए छैन रेकर्ड कहाँ आज रेकर्ड गरेर रेकर्डमा म बस्दिनँ नि कसम हो छैन क्या कहाँ हो तिमीहरूको घर अनि यत्तिकै ओमेगलमा आएको क्या चिल गर्न आएको तिमीहरूको इन्टरनेट चाहिँ अलिकति ल्याग भइरहेको रहेछ ओमेगलमा यत्तिकै चिल गर्न आएको क्या तर कसम तपाईले रेकर्ड गरेर राख्छ के छैन गरेको कस्तो नपत्याएको म लाइभमा गर्दिनँ क्या म लाइभमा यस्तो ओएमई टिभीहरू जाँदिनँ क्या म लाइभमा गेमहरू खेल्छु अरू नै के गर्छु यस्तो ओमेगलहरू म गर्दिनँ लाइभमा अब अड्क्यो हो यिनीहरूको बल्ल बल्ल बुथुरीहरू आयो बुथुरीहरू अड्क्यो ए बुथुरीहरू यार इन्टरनेट यार अड्केर जाऊ ल तिमीहरू दुईजनामा गाना गाउनु कसलाई आउँछ गाना किसको आता है अघि एउटा र्याप हाल्दिन न त गाना होइन म चाहिँ उल्टै खोज्दै आएको यहाँ 2000 गिफ्ट हो जसले केही स्किल्स देखाउँछ गाना गाउँछ या नाच्छ जेसुकै भए पनि यहाँ चराकै साउन्ड निकालिदिन्छ हुन्छ नि तर 2000 नेपाली चाहिँ म दिँदै हिँड्दैछु नि त्यही ओमेगलमा चाहिँ पक्कै पनि रेकर्ड हो भर्खर तिमीहरू भन्दा एउटाले 1500 पाए रेकर्ड छैन म यस्तो दिने कामहरू म रेकर्ड गर्दिनँ त्यो अरू जस्तो युट्युबर होइन त मैले यसलाई त्यो दान दिएँ के गरेँ हामी भित्र दिन्छु बाहिर कुरै हुँदैन भेरी नाइस ए भेरी नाइस बल्ल उसले यस्तो गीत चाहिँ हाँसेर न अघिसम्म उसको त्यो अनुहारै त्यो हुन्छ नि कुन चाहिँले पादेर सुगा जस्तो त्यो के मैले चाहिँ उसको कहिले जमानामा ऋण खाइदिए जस्तो गरेर हेरेको यार त्यस्तरी नहेर है फेरि म त मेरो त लभ परि पो हाल्छ मेरो त एकैछिन लभ परिदिन्छ अब म त ढिट पो त म त फेरि वान साइडेड हानिदिन्छु अरूले म त बिल्ला हो भाइ मेरो त बाल छैन म त एक करो मेरो सेयिङ नै छ क्या केटा मान्छे भएपछि छोरी मान्छेको पछाडि कहिले पनि कुद्नु हुँदैन ओ यस्तो चाहिँ गर्नुपर्छ केटा मान्छे भएपछि यस्तो चाहिँ गर्नुपर्छ ल गाइस बोलेर खुसी लाग्यो है तिमीहरूसँग एन्ड बाई द वे अनेस्टली तिमीहरूलाई भन्नुपर्दा होइन इट्स रेकर्डेड त्यो अब तिमीहरूले अब फेरि यस्तो गरेर हुँदैन अब यस्तो गरेर ढिलो भइसक्यो यु भेरी नियर देखेछ हामी कसरी झुकाइदिन्छौँ केटाहरू के हो केटाहरू कहाँ गयो भाइ तिमीहरू होस्टेलमा हो है भाइ कहाँ हो सानो पार्टी चल रहा था भाइ खसीको मासु हो आज किन यार दुईजनाले खसीको मासु यार आज म कसम यो राडी खसीलाई म लिएरै आउँछु भाइ म आज स्ट्रिम सकिने बित्तिकै जान्छु खसी लिएर हान्ने हो भाइ अनि भाइ तिमीहरू 4-5 जना कोठामा यो एकछिन अलिकति नेभिगेट गरौँ न त्यो लाइभ नै हुन्छ भिडियो फेरि यसको पनि सुरु भयो छोड त्यो मोबाइल राख्न छैन त्यो पछाडि के हो पोस्टरहरू यो कसको घर हो अनि को भेला भएको यो कसको घर हो त्यो क्यामेरा नल्याएन भाइ अगाडि मलाई रिस उठ्छ यो भिडियो युट्युबमै हुन्छ त जाँडा बुझ्न अनि तिमीहरूको यो घर कसको बसेको तिमीहरू भने कोठामा कसको घर हो कसको पार्टी हो ओके अनि यिनीहरू चाहिँ के पार्टी गर्न के डस्न आएको यो अलमा हो रिफी
दाइ मेरो वान पिसको चित्र हेर्नु न मेरो अरे केटाहरू ल है, ल है, ल है, ल है, ल है। के हो त्यो सरस्वती पूजा लाग्न आँट्यो यस्तै त्यो माथि चाहिँ त्यो हजुरको हरेक भिडियो हेर्छ हामीले हरेक फ्यान है अब एउटा कुरा यहाँ हुँदैछ हामी यो अहिले आज ओएमए टिभीमा हामी गिफ्ट दिँदै हिँड्दैछौँ सो इन वे 1500 2000 हुन्छ नि एउटा रकम तर केही स्किल्स देखाउनु पर्यो कि स्वर राम्रो हुनु पर्यो कि ऱ्याप राम्रो गाउनु पर्यो कि डान्सै गर्नु पर्यो कि हावामा भित्तामा माथि झुन्डेर मुत्नु पर्यो जेसुकै होस् क्या भाइ अलिकति छक्क पार्नु पर्यो दाइ गलत ठाउँमा आउनु भयो यार मेरो ए हो केही पनि आउँदैन म पनि त्यही हो क्या भाइ म पनि त्यही हो म पनि तिमीहरूसँगै हो हाम्रो सँगै बेरोजगारी सङ्घ हो त हाम्रोमा आइज न यहाँ युट्युबमा बेरोजगारी सङ्घ हो त भाइ हाम्रो हजुर दाइ हाम्रो सङ्घ नै बेरोजगारी हो क्या युट्युबमा सङ्घ लाइक नामै हाम्रो नामको बेरोजगारी सङ्घ हो क्या अनि म अध्यक्ष हो सदस्यहरू छ भाइ यहाँ अहिले पनि छ होला 4-5 हजारले हेरिरहेछ भाइ केही त देखा न यार सबैजनालाई नमस्ते गरौँ न मिठो नमस्ते कि भाइ ओभर घिनलाग्दो गति छाडा केही गर्दैन भोलि बिहान उठ्दा भाइरल खोलिदिउँ दाइ खोइ भाइ जोत्ता लाडो हेराँदैन भाइ नभए त्यो यसको खोलेर त कन्ड हान्दैन यसको खोलेर कन्ड हान्दैन भाइ बाहिर ल गाइस म लागे अब नेक्स्ट स्टेसन अल्गुबे बुर्जुमान फेरि आएँ म दाइ फेरि आएँ अहिले बत्ती बालेको छु मैले ए अघि बत्ती नभएको छ Kima tipped 100 गरे rupees. दादालाई Big ल भाइ fan from the ऱ्याप Ball Die. नभए Shout out गाना to नभए डान्स नभए के ऊ त्यो सिलिङमा झुन्डेर मुत्ने जेसुकै गरे पनि एउटा स्किल्स केही 1500 2000 लिएर जाऊ वाटर ड्रप हान्न सक्छु त्यो ट्वाक पाला हो त्यो होइन त्यो डान्स गर्ने त्यो नेपालीको थियो नि एउटा त्यो इन्डियाज गट ट्यालेन्टमा गएको त्यसले त्यो डान्स त्यसले गरेर त्यो सुन्ने त्यो आउँदैन तपाईँको दाइ आउँदैन कि दाइ नगर्नु अहिले बेकार अरू के छ स्किल्स ऱ्याप हान्दैन त भाइ ऱ्याप हान्दैन त कस्तो हान्नु तर हेर्दाखेरि त कस्तो जोनराको गाना सुन्छु जस्तो लागिरहेछ मलाई ल दाइ तपाईँको सुन्छु नि त्यस्तो नहुनु न कस्तो ए हो अनि अहिले के हो स्कुलहरू चाहिँ छैन भाइ छ दाइ भोलि जानुपर्छ बिहान बिहानै अलिकति छेउमा आयो त भाइ ह्यान्डसम छ जस्तो थियो यार भाइ तेरो त त्यो जलाइनहरू के हो दाइ खतरा खाने ल भाइ अरू थाहा छैन हो त बेरोजगारी तेरो पैसा चाहिँ कस्तो हुन्छ फाइनेन्सियली तेरो जिन्दगी अलिक खतडै होला जस्तै तर चिक्स चाहिँ तैँले पाउने भइस् भाइ पाउँछस् अब अलिकति प्युबर्टी लागेपछि भाइ त्यो चिक्स त भाइ तेरो पानी हो केटी हिँड्दाखेरि तुरुरु बनाउँछस् तैँले हल्का दिएको नि तँलाई कन्फिडेन्स आउनु पर्यो नि त भाइ भोलिको दिन ऊ हिँड्दैन त नि ओ म देख्ने बित्तिकै केटीहरू त पानी आउँदो रहेछ तुरुरु भनेर के छ भाइ के छ कस्तो त्यो ओभर ह्याङओभरबाट हुन्छ अरे मोबाइल कहाँ छ भनेर यस्तो खोजेर उठेको बेला ठिक्क त्यस्तै अनुहार देखेँ बल्ल क्लियर देखेँ अनुहार के छ भाइ स्किल्स एउटा गाना के डान्स त गर्दै भाइ गर्दै भाइ जहिले गर्दै भाइ एउटा के डान्स त गर्दै भाइ गर्दै पर्खिदे क्या पर्खिदे गरिदियो दाइ तपाईँ लाइन होइन अहिले त्यही त भनेको भोलि बिहान उठ्दा भाइरल क्या भाइ एउटा गाना नभए के खतरा गाइदियो लामो दाइ त केही आउँदैन दाइ ए भाइ यार यस्तो नभने यार नेपाली भएर यार दाइ तपाईँको मैले च्यानल सब्सक्राइब हानिदिएको छु हिजो ए हो मजा आउँछ यार दाइ तपाईँको अब म नै खुसी अब म आज राम्रो सुतिन त भने तँ एउटाले सब्सक्राइब हानिस् मेरो जिन्दगी बन्ने हो भाइ ल राम्रो बस अब चाहिँ जाउँ होला है एउटै कुरा धेरै मजा आउँदैन क्या टाइम चाहिँ कति हो टाइम एकछिन टाइम लेख्दै भाइ च्याटमा टाइम लेख्दै कति भयो टाइम भाइ तैँले त आज वाक्कै लगाइसक्यो यार मलाई भाइ तँदेखि मलाई त्यो भोलिया नै भइसक्यो यार भाइ यार भनेपछि मान्छेहरू त्यत्तिकै घुम्दो रहेछ नि त्यस्तो साह्रो चाहिँ नहुने रहेछ त्यत्तिकै घुम्दो रहेछ मान्छेहरू के हुँदैछ यहाँ हाम्रो चाहिँ 6K ए अझै क्यान्सल गर्ने भनेको 10 टाइम कति हुन्छ 10:45 लेख्छ भाइ मैले स्ट्रिम गरेको टाइम चाहिँ कति हो भनेको को आयो ओ सिट म त मान्छे यति आएको त वाचै गरेको थिइनँ त लगाइस यतिजना आएछ जो हुनुहुन्छ आइदियो उल्का गर्दै ल गाइस
के हुँदैछ What's going on man? What's going on gang? What's going on? खाते तेरो बाउ राडी तेरो आमा राडी खाते चिक्ने मेरो लाडा खा चिक्ने अब अर्को स्किल्स क्या ब्रो स्किल्स एउटा गाना नम्बर ऱ्याप गाइदियो क्या अनि यहाँ हामी छक्क गरेपछि 2000 विदेशमा बसेर होइन नि ब्रो विदेशमा हो नेपालमै हो नेपालमै भनेपछि 1500 2000 अलिकति अझै पनि अहिले पनि यसो अलि राम्रै गोजी खर्च जस्तै हो होइन ल ठिक छ केही छ स्किल्स गीत गाउने कि राम्रो स्वर कि ऱ्याप कि जेसुकै क्या कि नाङ्गे नाच्दै जेसुकै गऱ्यो भने हामी यहाँ केही चाहिँ अलिकति अरे भन्ने खालको हुनु पर्यो मलाई अलिकति लिरिक्स आउँछ यामा बुद्धको त्यो होइन नि त अनि एउटा स्वर राम्रो कि आफ्नै गाना हो के कम्प्युटरमा कोडिङ सोडिङ खतरा गर्ने भने हामीलाई देखाइदियो नि अन्त स्क्रिन सेयर गरेर छ नि मेरो अब कसरी ए हो मलाई लाग्दै थियो त्यस्तै के कम्प्युटरमा होला जस्तो लागिरहेको थियो यार थोप्राले चाहिँ डाइरेक्ट त्यही भन्छ है ढाड्दैन है झुक्केर कुनै दिन कोही केटालाई गफ हानेर गफ चाहिँ होइन म हल्का मोडलिङ सोडलिङ गर्छु भने चाहिँ त्यो चाहिँ म केही हो भने चाहिँ नहान्नु सिधै म आइटी कम्प्युटर सर्नु म खतरा भनेर चाहिँ दिँदा हुन्छ त्यो लुक्ने कुरा होइन त्यो अघि एउटाले कस्तो गाडी आमामा कस्तो मलाई पट्याउन खोज्दै थियो यार एकैछिनमा यार ओटसोट चाटेर यार ब्रोले त कस्तो सिक भइदियो त लु वाट्सअप के छ यार